Hello everyone, म पूजा. ठीक है. We are digital business entrepreneur from Calgary, Canada. हामी हस्बेन्ड वाइफ मिलेर हामीले डिजिटल बिजनेसलाई चाहिँ हाम्रो आफ्नो कम्फर्ट जोनबाट सक्सेसफुली रन गरिरहेका छौँ र यो बिजनेसमा आएको 18 महिनामा चाहिँ मैले जब क्विट गर्न सफल भएँ. त्यसको राज थाहा पाउन चाहनुहुन्छ तपाईहरु. हाम्रो चाहिँ एभ्री सैटरडे टिम ट्रेनिङ हुने गर्छ. एकअर्कालाई अपलिफ्टिङ गर्ने, लर्निङ गर्ने, सिक्ने, सिकाउने, इन्स्पायर गर्ने हुने गर्छ र आज पनि पूजा र टिकाको टिम मिलेर प्रेजेन्टेसन गरिरहेका छौँ. हाम्रो टिमको नाम चाहिँ नेक्स्ट जेन डिजिटल ड्रिमर्स रहेको छ. अन बिहाफ अफ द्याट वी आर प्रेजेन्टिङ. अनि शनिबार मात्रै नभएर हामी आफै पनि यस्ता ट्रेनिङहरू गर्छौँ. अर्को हाम्रो ग्रुप छ, त्यसमा पनि ट्रेनिङ हुन्छ फ्राइडे इभिनिङ होइन. अनि त्यस्तै हाम्रो सबैभन्दा ठुलो चाहिँ मास्टर माइन्ड रहेको छ वेन्सडे इभिनिङमा. अनि त्यस बाहेक ससाना टिमहरूमा ट्रेनिङहरू भइरहन्छ. सो इट्स अ पार्ट अफ लर्निङ, अर्निङ एन्ड ग्रोइङ. यदि तपाईहरु पनि क्युरियस हुनुहुन्छ र डिजिटल एरामा एक्सप्लोर गर्न चाहनुहुन्छ भने तपाईहरु हामीसँग निर्धक्क भएर आउन सक्नुहुन्छ. तपाईहरुको सक्सेस हाम्रो हातमा छ. हामी तपाईहरुलाई सिकाउँछौँ यो बाटोमा कसरी लिएर जाने, कसरी हिँड्ने भनेर. कनेक्ट हुनको लागि हाम्रो वेबसाइट रहेको छ www.pujadigitalsupport.com. अनि आज हामी एकदम एक्साइटेड छौँ. हाम्रो टिमले मिलेर चाहिँ प्रेजेन्ट गरिरहेका छौँ. हाम्रो टिमले जे जति जानेको छौँ, सिकेको छौँ, त्यो कुराहरू चाहिँ यहाँनिर ठुलो टिममा मोर देन 320 जना पिपुलहरू हुनुहुन्छ. आज चाहिँ हामीले उहाँहरूलाई इन्स्पायर गर्न गइरहेको छौँ. अब म तपाईलाई चाहिँ यो टिम ट्रेनिङ तर्फ लिएर जान चाहन्छु है त. सैटरडे यो चाहिँ बिग ट्रेनिङ सुषमा दिदीको टिम ट्रेनिङमा छौँ हामी. तर आज हामीले आफै प्रेजेन्ट गर्ने भएकोले एकदम एक्साइटेड छौँ. हामीले धेरै कुराहरू तयारी गरेर लिएर आएको छौँ र आशा छ हाम्रो टिममा चाहिँ उहाँहरू हामीबाट इन्स्पायर हुनुहुनेछ भन्ने. र तपाईँहरूले देख्न सक्नुहुनेछ आज चाहिँ 318 जना हुनुहुन्छ यहाँ ट्रेनिङमा र यति इच्छुक हुनुहुन्छ, यति इगरली वेट गरिरहनु भएको छ कि हामीले के सिकाउँछौँ अथवा हामीबाट के पाउँछौँ भन्ने कुराहरू चाहिँ सुन्न चाहिरहनु भएको छ. र तपाईहरुलाई लाग्न सक्छ जहिले ट्रेनिङ हुन्छ, जहिले सोशल मिडियामा बोलिरहेको हुन्छौँ भन्ने लाग्न सक्छ. हेर्नुहोस् त, बिजीहरू हुनेहरू जो जबमा हुनुहुन्छ अथवा काम गरिरहनु भएको छ, उहाँहरूले भिडियो अफ गरेर ट्रेनिङबाट केही कुराहरू सिकिरहनु भएको छ, लिइरहनु भएको छ. तपाईहरुले भिडियो अन गरेर जतिखेर पनि बसिरहनु पर्दैन, जस्ट लिसन गरे पुग्छ. अनि हामी चाहिँ एकदम एक्साइटेड छौँ आजको टिम ट्रेनिङमा. आशा छ हामीले चाहिँ हाम्रो टिमलाई र होल यो सबै टिमहरूबाट केही सिक्नेछौँ, सिकाउनेछौँ भन्ने कुरा चाहिँ आशा गरेको छौँ. बिजनेस प्लेटफर्ममा धेरै लर्निङका मेथडहरू छन्, लर्निङका प्रक्रियाहरू छन्, प्लेटफर्महरू छन्. त्योमध्ये एउटा स्ट्रङ चाहिँ मेन्टरसिप र कोचिङ प्रोग्राम अन्तर्गतको हो. र यो टिम ट्रेनिङ पनि त्यसैको पार्ट हो. हाम्रो मेन्टर, हाम्रो कोचहरू, हामी नै पनि आफ्नो भन्दा मुनिको डाउनलाइनहरूलाई, आफ्नो टिमलाई चाहिँ एकदमै घनीभूत रूपमा आफूले जानेको कुराहरू सिकाउँदै उहाँहरूबाट पनि उहाँहरूले जानेको स्किलहरू सिक्दै अगाडि बढ्दै गर्ने गर्छौँ. सो इट्स अ ब्युटिफुल प्रोसेस. सो इफ यु आर इन्ट्रेस्टेड यु क्यान जोइन विथ अस. तपाईहरु हामीलाई मात्रै हेरिरहनुहुन्छ कि आँट गर्नुहुन्छ बिजनेस एक्सप्लोर गर्न? ढिला नगर्नुहोस् है. हामीले पनि 2 वर्ष अघि यो प्लेटफर्मलाई चाहिँ राम्ररी विचार गरेर हेरेर एक्सप्लोर नगरेको भएदेखि हुने थिएन. सो अबको पाली भनेको तपाईहरुको है त. See you soon. Bye bye.